ल चन्द्रगिरीको छाता छाता सबै यहीँ राख्न लेन्स छ तल केहीमा बस जस्तो नदेखिने केबुल कारमा बस जस्तो हामी त डब्बामा छौँ है डब्बामा हामी त डब्बामा डब्बाभित्र छौँ भनेर यहाँ कस्तो डब्बाभित्र छ हो हामी त डब्बाभित्र सास फेर्न नि गाह्रो भइरहेको हामी त रुखको माथि आछौँ हेर्नु गाइज हो रहेछ गाइज हेर्नु त रुखको माथि आउँछौँ हामी त कस्तो रमाइलो छ कस्तो रमाइलो छ भाइ फाल्दिउँ होला कि के होला हो र भाइ कति रमाइलो छ हाइकिङ हेर ट्रेकिङ हाइकिङ गर्दै बाटो लौ नि हाल गाइजहरु है डाँडा काँडाहरु राम्रो छ बबल आछ तर न्युज त्यो ए हाम्रो नेपालको डाँडा काँडाहरु बजारहरु चट्ट छ हो राम्रो छ ओ मेरो सानो डब्बा मुनि छ हामी त डब्बा मुनि डब्बा मुनि हामी त हेर्दिनौँ तिम्रो के मुनि छौ तिम्रो डब्बाभित्र छौ कि बाहिर छौ डब्बाभित्र डब्बाभित्र जस्तो लाग्छ हो बुवा हजुर कहाँ आउनुहुन्छ डब्बामा सानो डब्बाभित्र अर्को हो कि यो हैन जोनो गोदामा राख त्यही दिन अर्को लिनु सबिता तपाईँ कहाँ हुनुहुन्छ डब्बाभित्र आएछ बडा भाइ खै के यता हेर्नुस् हजुर अझ थोरै बडा आएछ थोरै बडा भाइ अलि घर चाहिँ यहाँ चालु आयो के मलाई हाम्रो चाहिँ किन नआउने बुटोल हो ल ओइ यहाँ छ आता आले त हामी त हेरेको हेरे आफू त हेरेको हेरे आफू त हेरेको हेरे यस्तो रमाइलो छ है आफू त हेरेको हेरे हो नि त हो रमाइलो भयो कि नै एकदम दामी भएछ रमाइलो आएछ थोरै बडा क्यामेराम्यान हाम्रो बुवा पनि हुनुहुन्छ हाम्रो नेपाली बुवा म त सगरमाथाकै काखको सगरमाथाको हो सोलुखुम्बु जिल्ला हो सोलुखुम्बु जिल्ला रहेछ बुवाको घर पनि 2 दिनमा त 3 दिनमा ब्यास काम दिदी अरे लाली गुराँस फुटेर छिट्टो फोटो राम्रो खिचायो एउटा काट्यौँ यस्तो यहाँ तल देख्छौ